दशैंको फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म बलिदानका मुख्य नायक समीर भट्टको लुक्स र टिजर सार्वजनिक भइसकेको छ। दर्शकलाई फिल्मका अर्का कलाकार सौगात मल्लको लुक्सको प्रतीक्षा पनि निकै थियो, तर अब यसको निर्माण पक्षले सौगातको लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक दुईवटा पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ। उनको गेटअपले फिल्मप्रति दर्शकको कौतूहलता अझै बढाउने निश्चित छ। सौगात एक पोस्टरमा हतियारको साथमा एङ्ग्री अवतारमा देखिएका छन्। लामो कपाल, दारी सहित उनको रिसाहा अवतारले बदलाको कथा भन्न खोजेको देख्न सकिन्छ। त्यसैगरी अर्को पोस्टरमा भने सौगातको एउटा आँखा कालो रङको देख्न सकिन्छ। उनको लामो दारी, कपाल र गाढा रङको वस्त्र धारण गरेको देख्न सकिन्छ। उनको हातमा बलिरहेको राँको पनि रहेको छ। यो वर्षकै प्रतीक्षित फिल्मको रूपमा हेरिएको बलिदानमा सौगातको गेटअपले उत्सुकता अझै बढाएको छ। यो फिल्ममा हामीले सौगात मल्ल सँगसँगै समीर भट्ट, रुचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी लगायत थुप्रै कलाकारहरूलाई पनि देख्न पाउने भएका छौँ। यो फिल्मको निर्देशन भने सन्तोष सेनले गरेका हुन्। तपाईहरू पनि यही आउँदो दशैंमा रिलिज हुन लागेको यो नयाँ फिल्म बलिदान हेर्नका लागि कतिको एक्साइटेड हुनुहुन्छ? कमेन्ट गर्नुहोला।